नमस्ते, म विकेश गुप्ता मैलवारबाट। म तपाईहरुलाई होलीको शुभकामना भन्नलाई यसो भिडियो बनाइदिउँ भनेको। अहिलेको होलीमा 2-3 दिन जति यो पसलहरू बन्द हुन्छन् कि बन्द हुन्नन् त्यो थाहा भएन, तर यो जानकारी छ मलाई कि अब यहाँको प्रशासनले हामीले भनेछ कि तपाईहरु आफ्नो घरमा बसिदिनु होला अनि तपाईहरु होलीमा यसो झगडा हल्ला हेनतेन नगरिदिनु होला। त्यसको बारेमा म तपाईहरुलाई एउटा जानकारी बताइरहेको छु कि तपाईहरु आफ्नो घरमा बस्नु होला, केही छैन, ठीक छ। अनि तपाई होलीमा झगडा हल्ला हेनतेन नगरिदिनु होला, नभए प्रशासनले तपाईमाथि सानोतिनो कारबाही त गरिहाल्छ। त्यही हिसाबले तपाईहरु अब चुनाव छ, थाहै छ। त्यसैको लागि म तपाईहरुलाई एउटा भिडियो बनाएर हालिरहेको छु कि तपाईहरु आफ्नो हिसाबले बस्नु होला, तपाईहरु हल्ला झगडा हेनतेन नगरिदिनु होला, मजाले आफ्नो घरमा होली मजाले मनाउनु होला, तपाईहरु यताउता नहिँडिदिनु होला। त्यही हो, तपाईहरुलाई जानकारी गराइरहेको छु। अनि एउटा अरु कुरा, अहिलेको पालीमा तपाईहरु भोट आफ्नो राम्रो ठाउँमा हाल्नु होला, सोच समझेर हाल्नु होला, किनभने अहिलेको पाली थाहै छ तपाईहरु, हाम्रो देश धरतीमा थियो, अहिले आसमानमा गइसकेको छ। अब आसमानबाट हामीले धरतीमा लाउनु पर्यो फेरि हाम्रो देशलाई, ठीक छ। यो त थाहै छ हाम्रो देशको कर्जा कति छ। अब राम्रो मान्छे आयो भने अनि बल्ल केही गर्न मिल्छ, नभए फेरि त्यही हो, खाने हो, बस्ने हो, नेताहरू आएर लुटेर लिएर जाने हो। तपाईहरु म सानो भने अब तपाईहरु ठुलोसम्म सोच्नु होला मैले के भन्न खोजिरहेको छु। कोषको सरकार आउनुपर्छ अनि बल्ल थाहा हुन्छ यिनीहरूलाई, यो जुन 46 साल 42 सालबाट फाइलहरू बन्द छ नि, तब खुल्छ अनि तब फेरि पता हुन्छ यिनीहरूलाई के गरौँला, अब कहाँ जाऊँ, ठीक छ। ल, जो पनि जितोस्, राम्रो भोटले जितोस्, तर हाम्रो भन्न मतलब छ कि तपाईहरु राम्रोसँग राम्रो ठाउँमा भोट दिनु होला। अब यही हो, ल, होलीको शुभकामना छ तपाईहरुलाई। तपाईहरु आरामले होली खेल्नु होला, झगडा हल्ला हेनतेन नगरिदिनु होला, न प्रशासनले तपाईहरुलाई कारबाही गर्छ।